अर्को प्रश्न चाहिँ पहिलाको जमानामा सिँचाइको व्यवस्था कस्तो थियो होइन? पहिलेको जमानामा अर्को पनि मैले कुरा एउटा सुन्दै आएकी थिएँ, अहिले जुन यो खेतमा यो पानी रहेको छ होइन धान रोप्दाखेरि प्रयोग हुने, त्यो चाहिँ हजुरहरूले पिउन पनि सक्नुहुन्थ्यो अरे। तर अहिले चाहिँ त्यस्तो धमिलो भएको छ होइन, अहिले चाहिँ त्यस्तो भएको छैन। त्यसले पनि के त्यो धान बालीमा असर पार्थ्यो त? र अहिले हजुरको यसमा विचार कस्तो रहेको छ त? यो पानी पहिला नहर चाहिँ बगेर आउँथ्यो, यो घना बस्ती थिएन, फोहोर मैला चाहिँ धेरै आउँदैन त। हामीले खाने पानी खाने पानी नि थिएन, त्यही नहरको पानी बर्खा लासी हामीले ढोक्कसित खान्थ्यौँ त्यही पानी। अहिले त फोहोरमा वहीँ बजार बस्यो, ठाउँ ठाउँमा बजारको नहरबाट पानी आयो, यहाँ बोरा र के आएर फोहोर आएर चाहिँ खाइसक्ने भएन। त्यो पानी पनि फेरि ड्याम बाँधेर नहरमा उकाले तात्यो पानी। त्यो कृषि हटेको गन्न बासन हटेको त्यताबाट नि हो क्या। तातो पानीले त्यति हुँदैन, जङ्गलको पानी आउँथ्यो, चिसो आउँथ्यो र पो बासन चल्थ्यो। त्यही हो अहिलेको स्थिति, त्यो भयो।